ए बाबु हजुर दाइ यो गाडी दौ त नमस्ते तपाईँ भित्र गएर बस्नु दाइ म भेट्छु ए बाबु तिमी पो हो साउ यहाँको होइन नि म्यानेजर हो म यहाँको म्यानेजर पो हो अनि कति कमाउँछ त बाबु पैसा खासै धेरै त छैन दाइ त्यही 10-12 हजार हो ए 10-12 हजार मात्रै पो हो हेर 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 हाम्रो अमेरिकामा भएको भए भाइले त्यही महिनाको 6-7 हजार डलर जति कमाउँथ्यो बाबु पोर पिपल पोर कन्ट्रिज हो र दाइ हो त भाइ बरु तिमी जाने मसँग अमेरिका तिमीलाई म अमेरिका लान्छु बाबु जान त जाने दाइ तर कसरी लानुहुन्छ दाइ ले डोनाल्ड ट्रम्पै मेरो फ्रेन्ड हो नि भाइ तिमी भन न मात्रै तिमीलाई म भोलि भने भोलि पर्सि जहिले पनि कहिले लान्छु अमेरिका भाइ हो र दाइ दाइ हजुरको गाडी भयो ए गाडी भयो भाइ अनि कति रुपियाँ भयो त बाबु 500 रुपियाँ भयो दाइ ए 500 रुपियाँ हेर न भाइ मैले यो डलर 60 नै माग्छु छैन भने क्या डलर 60 नपाएर बस्नु तिमीलाई पैसै छैन भने म तिमीलाई भोलि बिहानै दिन्छु नि भाइ हुन्छ भाइ हुन्छ दाइ ए त्यसो भए त भइगयो नि भाइ ल बाहिर जाउँ हामी आऊ दाइ चाबी ए थ्याङ्क यू भाइ बाबु अरू कुरा सुन न यो मसँग यो डलरै छैन क्या भाइ होइन यो गाडीमा तेल पनि हाल्नु पर्ने थियो बरु 2000 रुपियाँ दिनु नि भाइ भोलि दिन्छु म भोलि बिहानै ल्याएर दिन्छु भाइ म तिमीलाई प्लिज भाइ त्यति गर न भाइ गोलमाल है भाई सब गोलमाल है थ्याङ्क यू भाइ थ्याङ्क यू ल भोलि बिहानै आएर म दिन्छु भाइलाई पैसा भोलि भेट्छ है भाइ ल ल भाइ 2000 लोबीको बस्तीमा ठग कहिले पनि मर्दैन भने यही हो क्या अब को आउँछ र यो वासिङ फेरि गाडी दिनलाई